आउँदो चुनावमा रासोपा भन्ने पार्टीको 0 सिट हो। रेणु दाहालले यदि चितवनमा चुनाव हार्छ भने यो त्यसमा अर्को युद्ध हुन्छ ल। के ठुलो गरेको मैले झापा 5 मा हैन केपी ओली लड्नु भएको ठाउँमा सबै दल एक भएर जाँदा पनि केपी ओलीलाई हराउने ताकत कसैको छैन। बालेन त फरक कुरा त्यसो। बालेन त फरक कुरो, उहाँको त जमानत जफत हुन्छ, लेखेर राख्नुस्, जमानत जफत गराइदिन्छु उहाँ। राष्ट्रपा त कुनै प्रतिस्पर्धी दलै होइन, हेर्नुस् यसलाई त म मान्दिनँ। यो त उही फेसबुकमा मात्रै प्रतिस्पर्धा हो। गुगलमा राप्रपासँग प्रतिस्पर्धा छ र भूगोलमा छैन। मैले पहिला नम्बर के भने एक त उसले चुनावै लड्दैन, दोस्रो कुरा चुनाव लड्यो भने जित्दैन, अगर जितो भने भन्ने प्रश्न आयो म तिम्रो गु खाइदिन्छु भने मैले गलत बोलिनँ, जितोस् म खाइदिन्छु, त्यसैको खाइदिन्छु। कस्ता कस्ता कहाँ गए मुसाका छोरा कोटा भन्छन् नि। केपी शर्मा ओलीलाई कसले हराउन खोज्दाखेरि सकेनन्, अब बालेन शाहले केपी शर्मा ओलीलाई हराउने, यो आकाश खसे के होला जस्तो कुरा नगर्नुस्।